ल है साथीहरू, हामी चाहिँ अहिले दार्जिलिङ जाँदैछौँ। यो चाहिँ दार्जिलिङ जाने रेल हो है। रेलगाडी यसरी कुद्छ, छोटो उहाँको अहिलेको फेमस, पहिल्यैदेखिको फेमस। सँगसँगै हामी जाँदै गर्दाखेरि माथि बाटोमा पनि फेरि भेट्यौँ उहाँलाई, हाम्रो दार्जिलिङ मिनी रेल होइन। रेलगाडी भनेको चाहिँ यही हो होइन। सानो रेलगाडीलाई हामीले पास मागेर अगाडि बढ्यौँ। सँगसँगै रबिनजी अनि म जाने क्रममा यसरी चाहिँ इन्डियाको युरोप दार्जिलिङ घुम्न जाने क्रममा हामीले रेलगाडीलाई बाई बाई गऱ्यौँ। सँगै अगाडि बढ्दै गयौँ। त्यहाँनिर पनि त अब होइन, एकदम हिल साइड हो नि त। अनि मेरो दिदीसँग भेट भयो, मेरो कान्छे दिदी उहाँ चाहिँ। अनि कान्छे दिदीसँग अनि सँगै मेरो भान्जी अनि मेरो छोरी नायुमा, मेरो नातिनी है। मेरो दिदीको यो चाहिँ पसल हो, शिव खोला भन्छ यो चाहिँ होइन। मेरो छोरी, मेरो भान्जी, मेरो नातिनी, यो चाहिँ शिव खोला, कर्सियङदेखि तल शिव खोला छ, शिव मन्दिर अगाडि मेरो दिदीको पसल। अनि मेरो साथी हुनुहुन्छ रबिनजी, मेरो दिदी हुनुहुन्छ कान्छी दिदी। फेरि हामी त्यहाँदेखि माथि लाग्यौँ, त्यहाँदेखि रेलगाडी चढ्यौँ। फेरि रेलगाडी चढ्दै गर्दाखेरि रेलगाडी चढेको चाहिँ होइन, तर रेलगाडी माथि फेरि भेट्यौँ हामी। दार्जिलिङ पुग्यौँ नि त। दार्जिलिङ पुगिसकेपछि त्यहाँको होइन युरोप, अब इन्डियाको युरोप एकदम होइन चिसो ठाउँ। अनि त्यो ठाउँमा पुगिसक्दा फेरि रेलगाडीलाई हामीले पास माग्दै अगाडि बढ्यौँ। त्यहाँको एकदम दार्जिलिङ जानुभयो भने चाहिँ यो रेलगाडीलाई एकदम हेर्नु होला। धेरै मान्छेले फोटो खिचाउनु रुचाउनुहुन्छ, भिडियो बनाउनु। सँगसँगै हामीले त्यो बिस्तारो उहाँलाई छोड्नु पनि पर्छ, उहाँलाई अगाडि बढाउनु पनि पर्छ। अनि मेरो साथी हुनुहुन्छ रबिनजी अनि म है। तपाईँहरूले हामीलाई पनि देख्नुभयो होला, दुईजनालाई। अनि हामी चाहिँ अगाडि बढ्दै गएको छौँ। उहाँलाई जस्तै रेलगाडीलाई चाहिँ हेर्दै 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 हामी जाँदैछौँ है। त्यहाँनिर हेर्नु न, टुरिस्टहरू चाहिँ कति हुनुहुन्छ, थुप्रै हुनुहुन्छ। कस्तो मजा आउँछ होला क्या, यहाँ चढ्नु चाहिँ पाएको छैन, तर चढ्ने इच्छा चाहिँ ठुलो छ। हामीले फेरि बाई बाई गऱ्यौँ। अनि त्यहाँदेखि फेरि हामी दार्जिलिङ सिटी पुग्यौँ है। त्यहाँको रातिको 10-11 बजी सायद होला, 10 साढे 9 त्यस्तै बजेको थियो। अनि हामीले त्यहाँनिर चाहिँ हेर्नु न, त्यहाँको दार्जिलिङको चाहिँ दार्जिलिङ सिटी चाहिँ यस्तो छ है। अनि दार्जिलिङको सिटी यस्तो छ होइन। अनि यो चाहिँ अब म चाहिँ सेकेन्ड टाइम पुगेको, तर योचोटि चाहिँ म एकदम इन्जोय गर्ने हिसाबले गएको पनि हो। र यहाँ हामीले पार्किङ हेरिरहेको छौँ, कहाँ पार्किङ गर्ने, कहाँ राख्ने गाडी। पार्किङको एकदम समस्या रहेछ दार्जिलिङमा चाहिँ। पार्किङ चाहिँ एकदम ठुलो समस्या क्या। अनि पार्किङ राख्नु, अनि त्यहाँ हामी फेरि क्लब गयौँ है। पार्किङ गरिसकेपछि त्यहाँको दार्जिलिङको चाहिँ अहिले नयाँ क्लब खोलेर रहेछ। अनि क्लब गइसकेपछि बिहान भएपछि चाहिँ हामी चौरास्ता हुँदै माथि मन्दिर छ है, मन्दिर गएको हामी चाहिँ खास चाहिँ। अनि चौरास्ता चाहिँ बिहान यस्तो मर्निङ वाक भएर चाहिँ गएको। सबै कस्तो रमाइलो है, चिसो ह्याप्पी भएको। अनि हामी रमाइलो गरेर फर्क्यौँ। मन्दिरबाट फर्किसकेपछि खिचेको यो मन्दिर पुगेर पनि माथिबाट फर्किँदाखेरि खिचेको है। एकदम ह्याप्पी भएको थियौँ बिहानै होइन, मर्निङ वाक गर्दै मन्दिर गएर। अनि चौरास्तामा सबैजना होइन टुरिस्टहरू, अब हामी नि त लोकल टुरिस्टै हो होइन, नेपालबाट गएको। अनि फेरि हामी चाहिँ होटलबाट गाडी लिएर फर्क्यौँ। अनि बाई बाई गऱ्यौँ दार्जिलिङलाई। दार्जिलिङ रमाइलो गऱ्यौँ, एकदम इन्जोय गऱ्यौँ, धेरैभन्दा धेरै इन्जोय गऱ्यौँ हामीले। दार्जिलिङलाई चाहिँ बाई बाई गर्दै अगाडि बढ्यौँ। अनि बढ्ने क्रममा चाहिँ हामी लगभग धेरै तल आइपुगिसकेका थियौँ। अनि यसो हेरेँ, एकदम धेरै मिस पनि भयो। अनि रबिनजीको चाहिँ पहिला त्यहाँ बसोबास गर्नुभएको रहेछ मेरो साथी चाहिँ रबिनजी। धेरै लगभग 4-5 वर्ष अगाडिको, 7 वर्ष अगाडिको कुरा हो। अनि उहाँ त्यही ठाउँमा बस्नुभएको रहेछ। अझ धेरै सजिलो पनि भयो क्या हामीलाई चाहिँ, मलाई चाहिँ। अनि फेरि बिहान पनि देख्यौँ क्या, बिहान पनि रेलगाडी आउँदैछ है। यस्तो हुन्छ है साथीहरू, दार्जिलिङ जाँदा चाहिँ मजा, यति मजा आउँछ। अनि त्यहाँदेखि हामी अलिक अगाडि आइसकेपछि चाहिँ नेपाल हो, यो चाहिँ नेपाल है। यो चाहिँ नेपालको जग्गा, यो चाहिँ इन्डिया यता है।
कस्तो ठाउँमा छु भने यो नेपाल होइन, यता इन्डिया, नेपाल कस्तो राम्रो छ नेपाल पनि। हेर्नुहोस् न कति सुन्दर छ, कस्तो आनन्द आउँछ क्या नेपाललाई देख्दा, निन्द्रा लाग्छ क्या।